जहाँ गए पनि आफू टुहुरो भएर होला कि त बा माग्थे कि त आमा माग्थे। हामी पो मितमित भयौँ, अलिअलि थाकथोक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो त्यसरी। अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि मितज्यू, यो त अति नै भयो नि होइन र? यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जुब्रो कुरो पो आयो नि। वेलकम टु BSDC कम्युनिकेसन्स। जेठ 8 गते नेपाली बक्स अफिसमा एउटा ऐतिहासिक क्लास हुनेछ। दुईवटा हेभी स्टारकास्ट भएका फिल्म काजी र मितज्यू एकैसाथ हलमा आउँदैछन् र यी दुवै फिल्मका ट्रेलरले अहिले सामाजिक सञ्जालमा बज क्रिएट गरिरहेका छन्। अब यो रुटमा हाम्रो वर्चस्व 50 वर्षसम्म रहनेछ। भगवानले बा आमा त दिएन तर यिनीलाई दिए। दिदी त कति साह्रो भाग्यमानी, मलाई भिलाजुले कति माया गर्नुभएको। एकतर्फ विपिन कार्कीको भर्सटाइल रूप र पारिवारिक सेन्टिमेन्ट छ भने अर्कोतर्फ दयाहाङ राई र सौगात मल्लको ब्लकबस्टर जोडी अनि मित्रताको कडा ड्रामा। आखिर बक्स अफिसको यो महाभ्यन्तमा कुन फिल्म कतिको बलियो छ, कसको ट्रेलरमा कति दम छ र कसको हुक पोइन्ट के हो? आउनुहोस् एउटा आम दर्शकको नजरबाट यी दुवै ट्रेलरको सहज, निष्पक्ष र सामान्य रिभ्यू अनि एनालाइसिस गरौँ। कुरा सुरु गरौँ फिल्म काजीबाट। काजीको स्टोरी प्रदीप भारद्वाजले लेखेका हुन् भने यसलाई डिरेक्ट गरेका हुन् लक्ष्मण रिजालले। विगतमा आधा दर्जन फिल्म निर्देशन गरेर पनि सोचे जस्तो कमर्सियल सक्सेस नपाएका निर्देशक रिजालका लागि यो फिल्म ठुलो टर्निङ पोइन्ट हुन सक्छ। सुखद कुरा, यसको ट्रेलरले अहिले मुभी चार्टको टप 5 भित्र पर्न सफल भएको छ। काजी पूर्ण रूपमा ग्रामीण र मिडल क्लास नेपाली फ्यामिलीको ब्याकग्राउन्डमा बुनिएको छ। लभ, ट्रस्ट, सेन्टिमेन्ट र पारिवारिक सम्बन्धभित्र आउने उतार चढाव र फ्यामिली ड्रामालाई यसले निकै इमोसनल टचका साथ प्रस्तुत गर्न खोजेको छ। ट्रेलरको एउटा दृश्यमा विपिन कार्की भावुक भएर आँसु झारिरहेका छन्। प्रकाश घिमिरेले उनलाई सम्झाइरहेका छन्। यो सिनले फिल्मभित्र कति कडा पारिवारिक अन्तर्द्वन्द छ भन्ने सङ्केत गर्छ। फिल्ममा विपिन कार्की, काजी र केकी अधिकारी कजिनीको रूपमा देखिएका छन्। उनीहरू बिचको केमिस्ट्री र स्क्रिन प्रेजेन्स एकदमै नेचुरल र सुहाउँदो लाग्छ। उनीहरूसँगै गरिमा शर्मा र प्रकाश घिमिरे पनि मुख्य क्यारेक्टरमा छन्, जसले आफ्नो रोललाई खरो रूपमा निभाएका छन्। काजीको सिनेमाटोग्राफी ठिकठाक छ, तर नाइट सिन अनि विभिन्न दृश्यहरूमा लाइटिङ अलि कमजोर महसुस हुन्छ, जुन सायद दृश्यलाई नेचुरल लुक दिनको लागि गरिएको प्रयास पनि हुन सक्छ। यसको ब्याकग्राउन्ड स्कोर भने एभरेज नै सुनिन्छ। युट्युबमा सार्वजनिक भएको काजीको ट्रेलरको कमेन्ट बक्समा एकजना दर्शकले लेखेका छन्, विपिन कार्की जुनसुकै रोलमा पनि फिट हुने भिरकुटी जस्तै हुन्। काजीको रोलमा पनि उनको अभिनयले मन छोयो। यसपालि हलमा रुनुपर्ने पक्का छ। अब कुरा गरौँ जेठ 8 गते नै रिलिज हुने अर्को फिल्म मितज्यूको। मितज्यूको ब्याकग्राउन्ड पनि गाउँकै भए पनि यसको प्रेजेन्टेसन स्टाइल भने काजीभन्दा फरक छ। यसअघि बक्स अफिसमा 51 दिन मनाउन सफल सुपरहिट फिल्म घरजैँको प्रोडक्सन टिम र निर्देशक अनिल बुढा मगरले यसपालि नेपालको लोक संस्कृतिबाट हराउँदै गएको मित लगाउने परम्परालाई मेन सब्जेक्ट बनाएका छन्, जसको स्क्रिप्ट महेश राईले लेखेका हुन्। मितज्यूको ट्रेलरमा पेसाले यातायात व्यवसायी र ड्राइभर रहेका दुई मित सौगात मल्ल र दयाहाङ राई बीचको स्ट्रङ फ्रेन्डसिप, उनीहरू बीचको झगडा, लाइफमा आउने उतार चढावलाई सिनेम्याटिक र रमाइलो तरिकाले देखाएको छ। सौगात र दयाहाङ कहिले एउटै थालमा खाएर मितज्यू भन्दै अङ्कमाल गर्छन् त कहिले कडा फाइट र झगडामा उत्रिन्छन्। उनीहरू बीचको यही लभ हेट रिलेसनसिपलाई नै दर्शकले निकै इन्टरटेन गरेर हेर्ने देखिन्छ। विशेष गरी फिल्ममा सौगात मल्लको फरक भूमिका छ। उनको दाँत र कपालको नयाँ लुकले उनको क्यारेक्टर एकदमै क्रेजी र फन्नी छ भन्ने बुझाउँछ। उनी वास्तविक जीवनभन्दा निकै फरक देखिएका छन्। मितज्यूमा पुष्कर गुरुङ र शिशिर वाङदेल जस्ता स्थापित अनुहारहरू त छँदैछन्, तर सबैको नजर फेमस डान्सर पेरिया फौजा मगरमा अडिएको छ, जसले यसै फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्दैछ। फिल्मको ट्रेलरमा उनको डायलग डेलिभरी र एक्टिङ हेर्दा कुनै नयाँ फेस नभएर एकदमै ट्रेन्ड एक्टर जस्तो प्रमिसिङ देखिन्छन्। फिल्मको सिनेमाटोग्राफी सुन्दर र फ्रेस लाग्छ। मितज्यूको ब्याकग्राउन्ड साउन्ड पनि एकदमै ठिकठाकै लाग्छ। युट्युबमा यसको ट्रेलर हेरिसकेपछि एकजना दर्शकले कमेन्ट गर्छन्, सौगात मल्ल त नेपालको खुङ्खार एक्टर हुन्, हरेक फिल्ममा चिन्नै गाह्रो हुने गरी
कडा क्यारेक्टर लिएर आउँछन्। दया र सौगातको जुहारी हेर्न जेठ 8 पर्खिनै गाह्रो भयो। त्यसो भए अब फाइनल कुरा के हो त? यी दुई फिल्म मध्ये बक्स अफिसमा कसले बाजी मार्ला? यदि तपाईँलाई फ्यामिली ड्रामा, भावुक संवाद र अर्ग्यानिक नेपाली फ्यामिली स्टोरीहरू मनपर्छ भने काजी एउटा उत्कृष्ट चोइस हुन सक्छ। यदि तपाईँलाई मित्रता, जीवनमा कहिले मित लगाउनु भएको छ भनेदेखि मितको सम्झना, पुरानो साथीहरूको याद, सामाजिक सांस्कृतिक कमेडी र हल्का एक्सन मनपर्छ भने दयाहाङ राई र सौगात मल्लको मितज्यू एउटा हेर्नै पर्ने सिनेमा। जेठ 8 गते शुक्रबार नेपाली सिनेमाका लागि एउटा गोल्डन फ्राइडे जस्तै हुनेवाला छ। यी दुवै फिल्मको आफ्नो स्ट्रङ पोइन्ट र स्ट्रङ जोन छन्। तपाईँ दर्शकहरूलाई पनि ट्रेलर हेरिसकेपछि, कमेन्टहरू पढिसकेपछि कुन फिल्मको चाहिँ हाइप बढी लाग्यो? जेठ 8 गते कुन फिल्मको टिकट पहिले बुक गर्नुहुन्छ? काजी कि मितज्यू? तल कमेन्ट बक्समा आफ्नो राय लेख्नुहोला र भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट र च्यानललाई सब्सक्राइब पनि गरेर हामीलाई सहयोग गर्नुहोला। नयाँ अपडेटका साथ छिट्टै भेट्नेछौँ। धन्यवाद।